वेलकम टु नासा सेक्युरिटीज। नासा सेक्युरिटीजले ल्याएको नयाँ ट्रेडिङ म्यानेजमेन्ट सिस्टम नासा एक्स को मोबाइल एपमा तपाईलाई स्वागत छ। यस भिडियोमा हामी पोर्टफोलियो मेन्युको बारेमा जान्ने छौं। स्क्रिनको तल्लो भागमा पोर्टफोलियो बटन रहेको छ, यसमा ट्याप गर्नुहोस्। हाम्रो पोर्टफोलियो पेज खुलेको छ र यो पोर्टफोलियो पेज तपाई अर्कै ठाउँबाट पनि एक्सेस गर्न सक्नुहुन्छ। त्यसको लागि स्क्रिनको टप लेफ्ट कर्नरमा रहेको ह्यामबर्गर बटनमा ट्याप गर्नुहोस् र यहाँ देखिएको पोर्टफोलियो मेन्युमा ट्याप गर्नुहोस्। तपाई पोर्टफोलियो पेजमै आइपुग्नुहुन्छ। सो यो पेजमा तपाई आफ्नो डिम्याट खातामा रहेको स्क्रिप्ट्सहरुको डिटेल देख्न सक्नुहुन्छ। जस्तै कि यहाँ माथि रहेको छ ओभरअल इन्भेस्टेड, करेन्ट भ्याल्यु, स्टक, होल्डिंग्स। त्यसैगरी यहाँ सर्च बटन रहेको छ। यस भित्र गएर तपाई यहाँ भएको स्क्रिप्ट्सहरु मध्ये कुनै सर्च गर्न सक्नुहुन्छ। जस्तै एसएनएलआई सर्च गर्ने बित्तिकै एसएनएलआई भन्ने स्क्रिप्ट देखा पर्यो, तर यो स्क्रिप्ट चाहिँ हाम्रो पोर्टफोलियोमा हुनुपर्छ। हाम्रो पोर्टफोलियोमा नभएको स्क्रिप्ट सर्च गर्नुभयो भने केही पनि देखाउँदैन, केही पनि देखाएन। सर्च मेन्युको तलतिर जानुभयो भने इन्डिभिजुअल स्क्रिप्ट्सको सबै डिटेल्सको साथसाथै बाइ र सेल बटन पनि रहेको छ। तपाई यहाँ बाइ र सेल बटनमा ट्याप गरी बाइ वा सेल पनि गर्न सक्नुहुन्छ। बाइ वा सेलमा तपाईले ट्याप गर्नुभयो भने अर्डर पेज भित्रको ट्रेड मेन्युमा आइपुग्नुहुन्छ र यहाँ आफूले चाहेको क्वान्टिटी र प्राइस राखी बाइ अथवा सेल अर्डर प्लेस गर्न सक्नुहुन्छ। यस भिडियोमा यति नै। अब नेक्स्ट भिडियोमा हामी स्क्रिनको टप लेफ्ट कर्नरमा रहेको ह्यामबर्गर बटन भित्र रहेको मेन्युहरुको बारेमा डिस्कस गर्ने छौं। धन्यवाद।